यदि तपाईँ चाहिँ कुनै काम गर्नुहुन्छ र मासिक 20,000, 25,000, 30,000 कमाउनुहुन्छ र नचाहिने रिस्क लिन चाहनुहुन्न, तर तपाईँको पनि एउटा करोडपति बन्ने, धनी बन्ने सपना छ र बिजनेस गर्ने पैसा छैन, यताउति लगानी गर्ने पैसा छैन भने चाहिँ दिस भिडियो इज फर यु है गाइस। सो आजको भिडियोमा चाहिँ मैले एउटा यस्तो रोड म्याप लिएर आएको छु होइन, जहाँ चाहिँ नर्मल्ली काम गरेर सेलरीमा बाँचिरहेको मान्छे भनौँ या मासिक सेलरी पाउने मान्छे चाहिँ कसरी एउटा करोडपति बन्न सकिन्छ र फाइनेन्सियली फ्रिडममा पुग्न सकिन्छ भनेर चाहिँ हामीले एउटा रोड म्याप लिएर आएको छौँ, या त हामीले शस्त्र लिएर आएको छौँ है त। बजारमा चाहिँ 1 को 2 गरिदिन्छु, तपाईँले यसमा लगानी गर्नुभयो भने चाहिँ आजको भोलि पैसा डबल हुन्छ, या त यो सेयर किन्नुहोस् तपाईँको चाहिँ लगानी माथि जान्छ भन्नेहरू धेरै स्क्यामहरू पनि आइरहेको छ होइन। त्यस्तो स्क्याममा चाहिँ नपर्नु होला। उनीहरूले चाहिँ हाम्रो माइन्डसेट र इमोसनसँग खेलेर चाहिँ तपाईँले आफ्नो पैसा त्यहाँ लगानी गर्न आउँछन्, त्यस्तोमा चाहिँ नपर्नु होला। र कसरी चाहिँ आफ्नो मासिक सेलरीबाट तपाईँ करोडपति बन्ने एउटा यात्रा कसरी हुन्छ भने चाहिँ अब हामी यो पुरै भिडियोमा भन्न गइरहेछौँ। सो सुरुबाट सुरु गरौँ, द वर्ल्ड फेमस कन्सेप्टबाट सुरु गरौँ होइन। विश्वमा सबैभन्दा प्रचलित एउटा कन्सेप्ट छ फाइनेन्सियलमा, त्योबाट सुरु गरौँ। द्याट्स 50, 30 and 20 रुल। सो यो कन्सेप्ट सिधा र सिम्पल छ है। तपाईँले जति पनि कमाउनुहुन्छ त्यसको 50% चाहिँ तपाईँले आफ्नो आवश्यकता, जस्तै घर भाडा भयो, खानलाई भयो, कपडा लाउनलाई भयो होइन, घाँस बाँस कपासमा चाहिँ तपाईँले 50% चाहिँ आफ्नो स्पेन्ड गर्ने, र बाँकी रहेको 30% जुन छ तपाईँले चाहिँ त्यो आफ्नो वान्ट्समा तपाईँलाई के मनपर्छ, के चाहिएको छ, आफ्नो जरुरत अनुसारै फेरि चाहिएको छ, मन परेको छ भन्दैमा जे पनि मन परि गर्न होइन। 30% चाहिँ तपाईँले आफ्नो जे कुरा तपाईँ चाहिएको छ, मन परेको छ, बाहिर खान मन लागेको छ या मुभी हेर्न मन लागेको छ त्यसमा स्पेन्ड गर्ने। एन्ड रेस्ट 20% चाहिँ तपाईँले आफूले सेभिङ गर्ने या त तपाईँले इन्भेस्ट कहीँ गर्ने। सो यो एउटा सिम्पल रुल हो 50, 30, 20। सो हामीले यसलाई नै युज गरेर चाहिँ तपाईँ मासिक सेलरी 20,000 कमाउनुहुन्छ भने तपाईँ एउटा करोडपतिको यात्रा कसरी चाहिँ तोक्न सक्नुहुन्छ भनेर हामीले रोड म्याप लिएर आएको छौँ। एन्ड 20,000 मात्रै होइन, 25,000, 30,000 जति पनि हुन्छ होइन। सो यही एउटा रोड म्याप अनुसार चाहिँ जाने हो। सो तपाईँको सेलरी चाहिँ 20,000 पनि छैन भने चाहिँ यु हेभ टु स्किल अप होइन, यु हेभ टु डु फ्रिल्यान्सिङ, र तपाईँले चाहिँ अब 20,000 सम्म आफ्नो एउटा सेलरी बनाउनु चाहिँ सक्नु पर्यो, सो द्याट हामी यो रुल अनुसार चाहिँ अगाडि बढ्ने है त। सो मानौँ मेरो सेलरी चाहिँ 20,000 छ है, म एउटा कुनै सरकारीमा काम गर्छु या कुनै केमा काम गर्छु र मेरो सेलरी चाहिँ मासिक 20,000 रुपियाँ चाहिँ मलाई आउँछ र म काठमाडौँमा बस्छु जस्ट मानौँ। अब यसको 50% भनेको कति हुन्छ? 10,000 रुपियाँ होइन, जुन 10,000 चाहिँ म आफ्नो घर भाडा, खानलाई, पानी, बत्ती, बिजुली जुन सबैमा चाहिँ त्यो 10,000ले चाहिँ म कभर अप गर्छु। अब तपाईँहरू भन्नु होला काठमाडौँमा बसेर 10,000 रुपियाँमा सबै गर्न कहाँ सकिन्छ र होइन। त्यस्तै लाग्छ भने चाहिँ तपाईँले आफ्नो एउटा सेलरी पनि त बढाउनु पर्यो नि त, क्षमता बढाउनु पर्यो। अब त्यस तपाईँको क्षमता पनि छैन भने चाहिँ 10,000मै अटाउनु पर्यो नि तपाईँ पनि। आफ्नो जुन आवश्यक अनुसारको सामान चाहिँ तपाईँले 10,000 भित्रै अटाउनु पर्यो। मेन रोडमा रुम छ भने अलिक कुनामा रुम लिने, अलिक सस्तो लिने होइन। त्यसरी गरेर चाहिँ आफ्नो एउटा 20,000 सेलरी छ भने 10,000मा चाहिँ तपाईँ आउनु पर्यो क्या। सो तपाईँले 20,000 कमाउनुहुन्छ भने 50% अफ द्याट इन्कम चाहिँ तपाईँको आफ्नो बेसिक निड, घाँस बाँस कपास र बत्ती पानीमा जान्छ। सो अब बाँकी रह्यो हामीसँग 50% अर्को है त। सो जसमा चाहिँ तपाईँले 30% चाहिँ आफूलाई जे मन परेको छ या जे चाहिन्छ होइन त्यसमा तपाईँले खर्च गर्नु पर्यो। कहिलेकाहीँ बाहिर साथीहरूसँग खान जान मन लाग्ला, त कहिलेकाहीँ मुभी हेर्न जान मन लाग्ला, कहिलेकाहीँ घुम्न मन लाग्ला। सो त्यस्तोमा चाहिँ तपाईँ जुन 30% चाहिँ आफूले खर्च गर्नु पर्यो या तपाईँले स्पेन्ड गर्नु पर्यो। सो तपाईँहरूलाई लागिरह होला यो 50 र 30 गर्दा त मेरो जिन्दगी राम्रोसँग चल्ने रहेछ, म किन अरूतिर सोच्नु पर्यो भनेर। होइन, तपाईँले यस्तो सोच्नु भने चाहिँ तपाईँ यही लुपमा सधैँ नै फसिरहनुहुन्छ र एउटा पोइन्टमा गएर तपाईँ थाक्नुहुन्छ। न तपाईँसँग सेभिङ हुन्छ, न तपाईँसँग इन्भेस्टमेन्ट हुन्छ, तपाईँ रोबोट जस्तो यतिमै काम गरिरहनुहुन्छ र एउटा पोइन्टमा चाहिँ यो गर्ने एक्जिट है त। अनि यो 30% तपाईँले जुन खर्च गर्दा या 30% चाहिँ आफ्नो डिजायर वान्ट्समा खर्च गर्दाखेरि चाहिँ तपाईँले के पनि सोच्नु पर्यो भने आफ्नो डिजायर गरेको चिज भन्दैमा धेरै नै खर्च गर्ने पनि होइन। तपाईँलाई हाम्रो कस्तो हुन्छ भने कुनै कुरा आँखालाई मन परिहाल्छ र हामी किनिहाल्छौँ र त्यो सामान चाहिँ तपाईँलाई पछि काम पनि लाग्दैन क्या। हामी कहीँ कपडाहरू यसो हेर्न जान्छौँ, टक्क हेर्दाखेरि मन परिहाल्छ तर हामीलाई त्यो युजलेसै हुन्छ। कतिवटा सामानहरू आँखालाई चाहिँ मन पर्ने तर मेनली चाहिँ युजलेसै भइरहेको हुन्छ होइन। सो के गर्ने भने चाहिँ एउटा 3 डे ह्याक या 3 डे थिङ्किङ प्रोसेस छ होइन। तपाईँलाई कुनै कुरा मन परेको छ या कुनै कुरा किन्न मन लागेको छ भने चाहिँ 3 दिनसम्म तपाईँले आफै सोच्ने के त्यो सामान चाहिँ लाइक तपाईँ चाहिन्छ र के त्यो सामान तपाईँलाई अझै पनि याद आइरहेछ त। इफ त्यो सामान चाहिने हो तर तपाईँलाई याद आइरहेछ भने चाहिँ तपाईँ त्यो सामान किन्दा हुन्छ।
तर यसो हेर्दैमा मन परेर मलाई यो चाहियो भनेर चाहिँ कहिले पनि नकिन्नु होला। यसरी नै किन्यो भने चाहिँ तपाईँ करोडपति भन्दा पनि माइनसमा जानुहुन्छ। सो आफ्नो जुन 30%लाई पनि वाइजली एउटा स्पेन्ड गर्नु पर्यो तपाईँले होइन। अनि त्यो स्पेन्ड गर्दाखेरि पनि एउटा 3 दिनसम्मको चाहिँ थिङ्किङ प्रोसेस हुनु पऱ्यो कि तपाईँले के किन्नु पऱ्यो भने पनि। तपाईँलाई यसो हेर्दाखेरि आइफोन मन पर्ला, सबै पैसा आइफोनमा खर्च गर्ने होइन नि त। तपाईँलाई के साँच्चै आइफोन नेसेसरी होला त अहिले? जुन तपाईँको फोन छ त्यो नचलेर पो तपाईँ चाहिएको हो कि चली तपाईँको आँखालाई मन परेर आँखालाई लोभ्याएर तपाईँलाई त्यो किन्न मन परेको। सो आफ्नो जुन 30%को जुन वान्ट्स छ त्यो पनि तपाईँले एउटा वाइजली चाहिँ स्पेन्ड गर्न सक्नु पऱ्यो। र बाँकी छ अब 20%। यो जुन 20% जुन चाहिँ तपाईँको 20,000 स्यालेरी छ भने तपाईँको 4,000 रुपियाँ हुन जान्छ। यो चाहिँ तपाईँले एउटा सेभिङ गर्नु पऱ्यो या तपाईँले इन्भेस्ट गर्नु पऱ्यो या कुनै बिजनेसमा तपाईँले लगानी गर्नु पऱ्यो, कुनै स्टक किन्नु पऱ्यो, कुनै या इमर्जेन्सी फन्डमा सेभ गर्नु पऱ्यो। तर यो पैसा चाहिँ तपाईँ सेभ या इन्भेस्ट गर्नु पऱ्यो है त। सो तपाईँलाई लागिरहेको होला होइन तपाईँले चाहिँ अब यो 20% जुन 4,000 रुपियाँ चाहिँ के चाहिँ लगानी गरेर म करोडपति बन्छु भन्नु होला होइन। र तपाईँले बिना नसोचिकन तपाईँले केहीमा लगानी गर्नुभयो भने तपाईँसँग पछि कुनै पैसा पनि सुक्खा पनि हुन्न। हाम्रो के बानी छ, पैसा छ भने जे पाए अब जसले टिकटकमा हावादारी, युट्युबमा हावादारी यस्तो भिडियोहरू आयो भने तपाईँले त्यसमा लगानी गर्ने होइन, सोच्ने अनि मात्र लगानी गर्ने। सो अब हामीसँग कति छ, 20% अफ आवर सेभिङ छ जुन चाहिँ हाम्रो 4,000 रुपियाँमा जान्छ है त। सो मेनली हाम्रो सबैभन्दा धेरै पैसा इमर्जेन्सी या धेरै पैसा हामीले खर्च कहाँ हुन्छ भन्दाखेरि हाम्रो हेल्थमा। जब हामीले हस्पिटल जानुपर्छ या जब हामीले उपचार गर्नुपर्छ तब चाहिँ हाम्रो पैसा एकदमै खर्च हुन्छ। सो पहिले हामी यसलाई सटाउँछौँ है त। सो तपाईँले कुनै पनि एउटा हेल्थ इन्सुरेन्स गर्नुभयो भने चाहिँ तपाईँले कुनै पनि एउटा 5 लाख रुपियाँको के भन्छ हेल्थ इन्सुरेन्स गर्नुभयो भने या 10 लाख रुपियाँको हेल्थ इन्सुरेन्स गर्नुभयो भने चाहिँ तपाईँले वार्षिक 3,000 रुपियाँदेखि 5,000सम्म चाहिँ तपाईँले वार्षिक त्यति तिर्नुभयो भने तपाईँको आफ्नो 5 लाख या 10 लाखको चाहिँ एउटा हेल्थ इन्सुरेन्स हुन्छ। जुन हामीले पर डे हिसाब गर्ने हो भने या सायद पर मन्थ हिसाब गर्ने हो भने चाहिँ तपाईँको 200 देखि 300 पर मन्थ पर्न जान्छ एउटा हेल्थ इन्सुरेन्सको। सो अब हामी लाइफ इन्सुरेन्स, जीवन बिमा। सो यसमा चाहिँ धेरैवटा क्याटेगोरी छ होइन। तर तपाईँले लिनुपर्ने भनेको चाहिँ टर्म लाइफ इन्सुरेन्स भन्ने हुन्छ, त्यो लिनुपर्छ। जसमा चाहिँ तपाईँले 15 लाख फर 15 इयर्सको एउटा लाइफ इन्सुरेन्स लिन सक्नुहुन्छ या 20 लाख फर 20 इयर्सको एउटा लाइफ इन्सुरेन्स लिन सक्नुहुन्छ, जसको तपाईँलाई वार्षिक पर्न जान्छ 4,000 रुपियाँदेखि 5,000 रुपियाँ। जुन तपाईँले मन्थली क्यालकुलेट गर्नुभयो भने पनि त्यो पनि 200 देखि 400 को बिचमा आउँछ है। सो तपाईँको एभ्री मन्थ 4,000 रुपियाँ सेभ हुन्छ भने तपाईँको यो हेल्थ र लाइफ इन्सुरेन्स तपाईँले के भन्छ दुइटै गरेर तपाईँले महिनाको 500 देखि 700मा चाहिँ तपाईँले हेल्थ इन्सुरेन्स पनि पाउनुहुन्छ र लाइफ इन्सुरेन्स पनि पाउनुहुन्छ। कहाँबाट, तपाईँको त्यही 4,000 भित्रबाट। सो तपाईँले यो लाइफ इन्सुरेन्स र यो हेल्थ इन्सुरेन्स गर्ने हो भने चाहिँ तपाईँको वार्षिक 5-7 देखि 8,000 रुपियाँमा तपाईँको यो कुरा सल्टिन्छ। जुन चाहिँ तपाईँको 2 महिनाको सेभिङलाई निकाल्दा पनि हुन्छ या तपाईँले आफूलाई प्रत्येक महिना इच कन्भर्ट गरेर गर्दा पनि हुन्छ। र अब अर्को हाम्रो मेन पैसा हामीलाई कब चाहिन्छ, जब कुनै बेला हामीलाई इमर्जेन्सी चाहिन्छ, जुन चाहिँ हामी भन्छौँ इमर्जेन्सी फन्ड। कहिले आफ्नो काम छ छुट्ला, कहिले कोही कहीँ जानु पर्ला, कहिले केही दुर्घटना होला, दुर्घटना छोडौँ कहिले कहीँ के आवश्यक पर्छ हामीलाई थाहा हुन्न। सो यसको लागि पनि हामीले एउटा इमर्जेन्सी फन्ड चाहिँ छुट्याएर राख्नुपर्छ, जुन चाहिँ तपाईँ जति कमाउनुहुन्छ त्यसको 2 देखि 3 गुणा चाहिँ तपाईँले एउटा इमर्जेन्सी फन्डमा पैसा सेभ गर्नु पर्यो सुरुमा। जुन हुन्छ तपाईँले 20,000 कमाउनुहुन्छ भने 60,000 टु 1 लाख रुपियाँ चाहिँ तपाईँले इमर्जेन्सी फन्डमा सेभ गर्नु पर्यो। यो चाहिँ तपाईँको कहिले नचलाउने हिसाबले एउटा सेभिङ अकाउन्टमा राख्नु पर्यो। इनकेस तपाईँको जब कहिले छुट्छ थाहा छैन, कहिले के त्यस्तै आइपर्ला, दसैँ तिहार आउला होइन, त्यस्तोको लागि चाहिँ तपाईँले यो 1 लाख रुपियाँ चाहिँ छुटाएर राख्नु पर्यो। र बाँकी पैसा चाहिँ अब कसरी इन्भेस्ट गर्ने भनेर चाहिँ यहाँ म भन्न चाहन्छु। सो हामीसँग टोटल 4,000 रुपियाँ छ पर मन्थ हाम्रो सेभिङ हुन्छ, जसमा हामीले 1,000 रुपियाँ चाहिँ हेल्थ इन्सुरेन्स र लाइफ इन्सुरेन्स इत्यादिमा चाहिँ हामीले तपाईँको साइडमा राख्यौँ। अझ लाइफ इन्सुरेन्स र हेल्थ इन्सुरेन्स त तपाईँको ई सेवाले पनि दिन्छ, जुन 1 रुपियाँ पर डे होला। मैले ई सेवामा पनि देखेको थिएँ $1 पर डेमा तपाईँले हेल्थ इन्सुरेन्स पनि पाउनुहुन्छ र राम्रो कभरेज पनि पाउनुहुन्छ। एज वेल एज लाइफ इन्सुरेन्स पनि ई सेवा खल्तीमा तपाईँले आरामले पाउनुहुन्छ है त। सो हाम्रो अब त्यो 4,000 रुपियाँमा चाहिँ 1,000 रुपियाँ हामीले छुट्याइदिउँ पर मन्थ हेल्थ इन्सुरेन्स र लाइफ इन्सुरेन्समा। अब हामीसँग छ बाँकी 3,000 रुपियाँ। अब 3,000 रुपियाँ हामीले कहाँ लगानी गर्ने भन्ने हो। सो एसआइपी के हो भनेर चाहिँ मैले पहिले पनि भिडियो बनाएको थिएँ, सो यु क्यान गो एन्ड वाच होइन। सो एसआइपीमा चाहिँ हामीले प्रत्येक महिना 1,000 रुपियाँ लगानी गऱ्यौँ भने कति हुन्छ त हेरौँ है त। सो हामीसँग बाँकी भएको 3,000बाट तपाईँले 1,000 रुपियाँ निकालेर चाहिँ प्रत्येक महिना एसआइपी जुन चाहिँ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो त्यो गर्नुभयो भने चाहिँ तपाईँले 30 वर्षभरिमा 3,60,000 रुपियाँ चाहिँ तपाईँले त्यहाँ लगानी गर्नुहुन्छ। र तपाईँले कति एमाउन्ट पाउनुहुन्छ भने चाहिँ तपाईँले 35,30,000 रुपियाँ चाहिँ तपाईँले पाउनुहुन्छ 30 वर्षपछि। जुन तपाईँको कति फाइदा हुन्छ,
31,70,000 रुपियाँ तपाईँको फाइदा हुन्छ। सो यो एउटा हाम्रो 1000 रुपियाँ चाहिँ इन्भेस्ट गर्ने एउटा प्लान भयो। अझै हामीसँग कति बाँकी छ? 2000 रुपियाँ बाँकी छ है त। सो बाँकी 2000 रुपियाँ तपाईँ के गर्ने भन्दाखेरि चाहिँ जब तपाईँको स्यालेरी आउँछ नि तब तपाईँले कुनै एउटा राम्रो कम्पनीमा स्टक किन्ने। 1000 रुपियाँको या 1500को तपाईँ कुनै राम्रो कम्पनी जसको फन्डामेन्टल स्ट्रङ होस्, जसले चाहिँ राम्रो डिभिडेन्ड दिइरहेछ, जसले चाहिँ तपाईँको एकदम राम्रो के भन्छ त्यसलाई प्रफिट या राम्रो डिभिडेन्ड दिइरहेछ, त्यस्तो कम्पनीको सेयर चाहिँ तपाईँले किन्नु पऱ्यो कि। तपाईँको 1000 एसआइपीमा गयो र 2000 मध्ये तपाईँले 1000 या 1500 या जति पनि हुन्छ सेलरी आउने बित्तिकै थोरै आउँछ त्यसको सेयर्स मलाई थाहा छ होइन। त्यसको सेयर थोरै आए पनि तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने एउटा जुन फन्डामेन्टली स्ट्रङ भएको कम्पनीहरू छ, जस्तै तपाईँलाई हेर्न आउँदैन सेयर मार्केट भने डिफ्रेन्ट एपहरू छ। नेपाल सेयर भयो, मनी मन्त्र छ, हाम्रो सङ्ग्रह दाईको होइन नाम बिर्सेँ मैले होइन, दाईको नाम बिर्सेँ, उहाँको मनी मन्त्र भन्ने एपबाट हेर्दा पनि भयो, या डिफ्रेन्ट एपहरू छ हेर्न, जस्तै जहाँ चाहना छ त्यहाँ, जहाँ इच्छा छ त्यहाँ चाहना भने जस्तै त्यो एपहरू पनि छ। तपाईँ त्यहाँ चाहिँ आफ्नो सेलरी आउने बित्तिकै 1500 2000 को चाहिँ कुनै स्टक किन्नु पर्यो। तपाईँले यही स्टक तपाईँले 2000 को तपाईँले 20 वर्ष 30 वर्ष या 22 वर्षसम्म किन्दै जानुभयो भने त्यसले राम्रो डिभिडेन्ड पनि दिन्छ र राम्रो रिटर्न पनि दिन्छ र राम्रो प्रफिट बुकिङ पनि हुन्छ तपाईँको। सो यताबाट 30 लाख आउँछ, यताबाट 30 लाख तपाईँको अलमोस्ट 60 लाख भयो। अर्को भनेको तपाईँले आइपिओमा इन्भेस्टमेन्ट गर्न सक्नुभयो, जुन आइपिओ कम्पनीको आउँछ, तपाईँले आइपिओ एप्लाई गर्ने होइन। यस्तो धेरैहरू छ कि तपाईँको, जस्तै बाँकी तपाईँको 500,000 रुपियाँ जति बच्छ त्यसले आफूले एउटा स्किल डेभलप गर्ने, जसबाट तपाईँले फ्रिल्यान्सिङ गरेर आफ्नो साइड इन्कम पनि कमाउन सक्नुहुन्छ। सो यो एउटा सबै प्रोसेस भनेको चाहिँ त्यो 50-30-20 रुल भनेको चाहिँ एउटा स्पेन्ड वन्स र तपाईँको सेभिङ इन इन्भेस्टमेन्ट गर्ने एउटा दामी रुल हो होइन। तपाईँ चाहिँ त्यसलाई कसरी लानुहुन्छ त्यो तपाईँमा भर पर्छ। एन्ड फ्रम 20,000 युर स्यालेरी टु 1 करोड भन्दा पनि माथि तपाईँले चाहिँ आफ्नो एउटा पोर्टफोलियो जेनेरेट गर्न सक्नुहुन्छ। मैले भनिहालेँ एसआइपीबाट पनि तपाईँले 35 लाख रुपियाँ बनाउनु भयो भने तपाईँले स्टक पनि यसरी नै राम्रो फन्डामेन्टली स्ट्रङ भएको ब्याङ्कहरूको भयो, नोबेल ब्याङ्कहरूको भयो, त्यस्तो स्टक उठाउनु भयो। तपाईँले जति 1500-2000 को पनि उठाउनु भयो भने चाहिँ तपाईँलाई लङ रनमा चाहिँ टन्नै प्रफिट र डिभिडेन्डले चाहिँ तपाईँलाई एकदमै राम्रो गर्छ, जसले चाहिँ तपाईँलाई यो 20,000 रुपियाँको यात्रादेखि चाहिँ करोडपति बन्ने यात्रासम्म चाहिँ पुऱ्याउँछ है त। सो द्याट वाज फर अल। तपाईँले कसरी आफ्नो फाइनेन्सियल माइन्डसेटलाई मेन्टेन गर्नुहुन्छ र फाइनेन्सियली आफू कसरी फ्रिडम बस्न खोज्नुहुन्छ त्यो तपाईँमा भर पर्छ। सो म त अहिले 20 वर्ष पुगेको छु भन्दैमा तपाईँ अब पछि लगानी गर्छु, पछि इन्भेस्ट गर्छु होइन। द्याट्स द करेक्ट टाइम फर यु। सो यु हेभ टु डु अल एबाउट यु है त। द्याट वाज फर अल टुडे। तपाईँले कसरी चाहिँ 20,000बाट 1 करोड बन्न सक्नुहुन्छ भनेर चाहिँ दिस भिडियो वाज अल। तपाईँले आफ्नो माइन्डसेटलाई कसरी फ्रिडम फाइनेन्सियली फ्री गराउने, द्याट डिपेन्ड्स अपन यु। मैले सानो एउटा स्वास्थ्य र सुझाव मात्र दिएको हो, बट इट्स अपन यु होइन। यति भन्दै टेक केयर, बाई बाई।